आज हामी रातो लगाउँछ यो गमलाको स्ट्यान्ड रेडी हुँदैछ। गाइज यो चाहिँ यस्तो गमलाहरुमा इन्डोर प्लान्टहरु चाहिँ रोपेर राख्नको लागि यो गमलाको लागि चाहिँ स्ट्यान्ड बन्दैछ है गाइज। अब हेरौँ फिनिसिङ कस्तो बन्छ, हामी लास्टमा हेर्ने छौँ। फाइनली रूप कस्तो देखिन्छ आई डोन्ट नो गाइस। गमलाको स्ट्यान्ड चाहिँ अब रेडी लगभग कम्प्लिट हुन आँट्यो है। कम्प्लिटै भइसक्यो। कलर लगाएपछि कलर लाउनु बाँकी छ नि त। कम्प्लिटै भइसक्यो। ल कलर सकिएपछि चाहिँ फाइनली रेडी गमला स्ट्यान्ड चाहिँ रेडी भएको अवस्था। अरूले सेतो लगाउँछ हामी रातो लगाउँछ। कुरो बुझ्नुस् अलि बिस्तारै। सेतो किन लगाएको भने रातो फुल राख्दाखेरि स्ट्यान्ड पनि धेरै सुन्दर देखिन्छ नि त। खै त कुरो तेर्सो कुरो बुझे खै। सेतोमा फोहोर धेरै देख्छ, यो रातोमा फोहोर धेरै देख्दैन। सेतो गमला राख्दाखेरि अब रातो। हजुरहरूलाई थाहा होला के कुरा राम्रो नराम्रो हैन। इतना चकना बनेको न हैन। चकलेटी कलर हो कि लेब्रा। ओ सर कसरी खोल्ने यार तनाव भयो। ल गाइस कस्तो राम्रो गमला स्ट्यान्ड हेर्नुस् त। ठ्याक्कै हामीले त्यो टिकटकहरुमा हेरेको जस्तै। तर हामी टिकटक हेरेर बनाएको हैन है। कसरी बनाउनु भएको? हामी अन्दाजी सोचेर बनाएको। सोचेर कतिवटा गमला राख्न मिल्छ भाइ यहाँ? यसमा एउटा दुईटा तीनटा चारवटा 5 6 7 8 9 वटा राख्नु। ए ल गाइस 9 वटा गमला टक्क सिटिङ रुममा राख्न मिल्ने स्ट्यान्ड रहेछ है यो चाहिँ। भोलि हालेर पनि देखाउला नि त के गर्छ। अनि फुलको गमला चाहिँ कहाँबाट ल्याउने त? यहाँ गमला मात्र राखेर देखाउला नि। हाइट टाइट लाइट। यो भाइको हातमा धेरै सिप रहेछ हो गाइज। हाइट गाइज हैन म त गोरु हो गाई हैन। हात के भने के बोले होला है? हे तेरे म त गोरु हो नि कहाँ गाई हो त। हे के भने हौ। ओ ससुरीले खराब छ त्यहाँ। सबैजनाले टक्क कलरिङ हुँदैछ भन्ने कुरा हामीलाई लागिरहेछ। बुझ्नुभयो? खासै ठुलो त नदेखिँदो रहेछ नि। ल गाइस रेडी भयो गमला स्ट्यान्ड। यो चाहिँ हामीले यो कबाडीको डन्डीलाई बनाएको हो, तर बनाउँदाखेरि चाहिँ जस राम्रो देख्दो रहेछ। ल तपाईहरुले पनि चाहियो भने कमेन्ट गर्नु होला। कमेन्टमा आफ्नो नाम नम्बर छोड्नु होला है गाइस। कस्तो लाग्यो तपाईहरुले कमेन्ट गरिदिनु होला यो गमलाको लागि।